तपाईँले बिहान उठ्दा बित्तिकै एउटा बानी बसाल्नुहोस्। हजुरका जुनसुकै काम बनेका छैनन्, हजुरलाई समस्या आइरहन्छ भने हजुरले बिहान उठ्दा बित्तिकै एउटा काम गर्नुहोस्। त्यो के काम रहेको छ भन्दा हजुर बिहान उठेर स्नान आदि गरेर हजुरले सर्स्यौँ हातमा लिएर तुलसीको बोटमुनि हजुरले कुल देवताभ्यो नमः, कुल देवताभ्यो नमः भनेर सर्स्यौँ छरिदिनुहोस्। अनि ओम पितृदेवताभ्यो नमः भनेर सर्स्यौँ चढाइदिनुहोस्। ओम पितृदेवताभ्यो नमः भनेर सर्स्यौँ चढाइदिनुहोस्। ओम इष्ट देवताभ्यो नमः भनेर सर्स्यौँ चढाइदिनुहोस्। अनि ओम सर्वे देवताभ्यो नमः, ओम सर्वे देवताभ्यो नमः भनेर सर्स्यौँ चढाइदिनुहोस्। हजुरले यी 4वटा मन्त्रले बिहान उठेर स्नान आदि गरिसकेपछि तुलसीको बोटमा हजुरले चढाइदिनु भयो भने हजुरका जुनसुकै काम रोकेका छन्, हजुरलाई जुनसुकै तनाव छ, हजुरलाई केही काम भएको छैन भने पनि हजुरको काम सम्पन्न हुनेछ। यो गर्नुहोस्, हजुरको जिन्दगी परिवर्तन गर्नुहोस्। र हजुरका केही समस्या छन् भने टिकटकको बायोमा फोन नम्बर राखिदिएको छु, व्हाट्सएपमा जोइन हुनुहोस् र टिकटकको बायोमा मेरो युट्युबको लिङ्क छ, सब्सक्राइब गर्न नभुल्नुहोस्। राधे राधे।